एक्जाम्पल 1 लाखको सामान छ अनि डेलिभरी चार्ज चाइना टु नेपाल ठ्याक्कै ठाउँमा पुर्याएको कति जति पर्न जान्छ पर केजी, यो बारेमा डिटेल्ड भिडियो बनाइदिनु न। चाइनाबाट सामान इम्पोर्ट गर्दा लाग्ने कस्ट थाहा पाउन सामान कति अमाउन्टको छ भन्दा पनि सामान के हो, कति वेटको छ र भोल्युम कति छ भन्ने कुरा थाहा हुनुपर्ने छ। सामान इम्पोर्ट गर्दा कति अमाउन्टको सामान हो त्यो त्यति इम्पोर्टेन्ट हुँदैन जति सामानको प्याकिङको डिटेल्स हुन्छ। त्यही भएर तपाईले कुनै पनि सामानको इम्पोर्ट कस्ट थाहा पाउनको लागि सामान के हो, कति क्वान्टिटी इम्पोर्ट गर्ने, वेट कति हुन्छ र कार्टुनको भोल्युम कति छ त्यो डिटेल सेलरसँग मागेर हामीलाई फरवर्ड गरिदिनुहोस् अनि हामी त्यो डिटेल्स अनुसार त्यसमा लाग्ने इम्पोर्ट कस्ट प्रोभाइड गरिदिन्छौँ। र हामीले दिएको इम्पोर्ट कस्ट चाइनादेखि नेपालको हाम्रो वेयरहाउससम्मको मात्रै हुन्छ र नेपालको काठमाडौँदेखि अरू कुनै ठाउँमा डेलिभरी त्यो चाहिँ पछि तपाईको सीआरएम सँग कुरा गरेर गर्न सक्नुहुन्छ। यदि काठमाडौँमै हुनुहुन्छ भने सुकेधारामा रहेको हाम्रो वेयरहाउसमा गएर पनि पिकअप गर्न सक्नुहुन्छ। सो तपाईले के सामान इम्पोर्ट गर्ने हो त्यसको अमाउन्ट भन्दा पनि डिटेल्स चाहिँ प्रोभाइड गरिदिनुहोस्। र यदि इम्पोर्ट बिजनेसमा नयाँ हुनुहुन्छ भने तपाईले युट्युबमा गएर रोदी इम्पोर्ट मास्टरीको भिडियोजहरू पनि हेर्न सक्नुहुन्छ। र थप जानकारीको लागि हामीलाई कल, मेसेज वा काठमाडौँको पुरानो बानेश्वरमा रहेको हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।